नमस्ते। सर्वप्रथम सम्पूर्ण मित्रवरहरूप्रति जय माँ भवानी। साथै जति पनि युट्युब अर्थात् मेरो फेसबुक ब्लगमा जुड्नुभएका सम्पूर्ण मेरा सम्माननीय सज्जनवृन्द, गुरुजन, मातापिता, दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू सबै बीच मेरो आफ्नो गजललाई लिएर यहाँहरू समक्ष उपस्थित भएको छु, जसमा सर्वप्रथम यो गजलमा कुनै पनि शब्दहरू गल्ती भएछन् भने म स्वयंलाई यहाँहरू सबैले म प्रति क्षमा गर्नुहुन्छ होला भन्ने पूर्ण आशा राख्दछु। किनभने यो कविता गजल भन्ने कुरा एकछिनमा सोच्न र लेख्न सक्ने होइन। आज मैले काम गर्दा गर्दै बसी बिहालोमा रचेको हुनाले त्यति रोचक त भएन होला है। मेरो आफ्नो कविताको शीर्षक छ आमा नै सर्वोपरि हो। भगवान देख्न मन छ भने आमाको अनुहार हेरे पुग्छ, आमाको अनुहार हेरे पुग्छ। स्वर्ग हेर्न बादल चिर्नु पर्दैन, आमाको काखमा टाउको राखे पुग्छ, आमाको काखमा टाउको राखे पुग्छ। त्यसैले आमा नै सर्वोपरि हो। ताकि आमा भनेको पाठशाला हो, बोल्न सिकाउने, हिँड्न सिकाउने अनि खस्दा उठ्न सिकाउने। फेरि आमा भनेको औषधि हो, ज्वरो आयो भने के भो बाबु भनेर सोध्ने, दुनियाँले के दिन्छस् भनेर सोध्छ र आमाले मात्रै के चाहिन्छ भनेर सोध्छिन् है। रातभरि नसुतेर ज्वरो छाम्ने त्यो हात नै आमा हो। एक गाँसको लागि आफ्नो भोक बिर्सने त्यो पेट नै आमा हो। पैसा सकिन्छ साथी पनि बिछोडिन्छ, समय बदलिन्छ, मान्छे बदलिन्छ, आमाको ममता न त बदलिन्छ, न त बिछोडिन्छ, न त सकिन्छ। आमा नभएको घर मन्दिर होइन, आमा नभएको थाल खाली थाल हो, आमा नभएको थाल खाली थाल हो, अथवा आमा नभएको जीवन अधुरो कथा हो। हाम्रो त्यो आत्मालाई यो संसार देखाउन ल्याउने, हाम्रो आत्मालाई मायाले हुर्काउने जननी नै आमा हुन्। त्यसकारण आमालाई कहिले रुवाउनु हुँदैन है। आमालाई हामीले पाउमा दण्डवत गर्नुपर्छ, आमालाई हामीले पाउमा दण्डवत प्रणाम गर्नुपर्छ। आमाको काखभन्दा न्यानो ठाउँ, आमाको मायाभन्दा पवित्र र प्रेमका पाइला बिसाउने कहाँ भेटिएला र। खाली खल्तीमा पनि धन छ, आमाको आशीर्वाद छ भने खाली खल्तीमा पनि धन छ। टुटेको मनमा पनि साहस छ। हेर्नु त कति मिठो ममतामय स्वरले भन्ने गर्थिन्, बाबु भोकै छौ कि खाना खायौ भनेर। आमा नहुनेलाई त्यो कसले भन्ला र। अन्तमा आमा नै सर्वोपरि हुन्, आमा नै भगवान हुन्, आमा नै गुरु हुन्, आमा नै जननी हुन् है। आमा नै घर हुन्, आमा नै तीर्थस्थान हुन्, आमा नै व्रत हुन्। आमाको सेवा नै ईश्वर प्राप्तिको मार्ग हो। आमा नै हाम्रो शान्ति प्रिय हुन्। त्यसैले आमालाई कहिले रुवाउनु हुँदैन है। यदि आमाको आँखाबाट आँसु झर्यो भने हेर्नु त 7 पुस्तासम्म भाग्य रोइदिन्छ। कृपया यो गजल यहाँहरूलाई कस्तो लाग्यो अन्तिमसम्म सुनिदिनु भएर लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। र हाम्रो गोर्खाली आमा लगायत संसारकै आमालाई पनि मेरो तर्फबाट प्रणाम गर्न चाहन्छु। जय गोर्खे आमा।